सम्पूर्ण साथीहरूलाई मेरो नमस्कार छ। आज अर्को नयाँ ब्लग लिएर चाहिँ तपाईहरुसँग चाहिँ म उपस्थित भएको छु। आज चाहिँ म कफी शपमा नै, कफी शप भन्दा बाहिर साउदीको चाहिँ आउट अफ उसमा चाहिँ मौसममा चाहिँ मैले भिडियो सुट गरिरहेको छु। आज म चाहिँ बाहिर आउनुको मेन रिजन भनेको भिडियोहरू सुट गर्ने र साउदीको चाहिँ वेदरहरू देखाउने मन भएर चाहिँ तपाईहरुलाई चाहिँ मैले आउटडोरमा चाहिँ मैले चाहिँ सुट गरेको छु यो भिडियो। म चाहिँ केही दिनको लागि लगभग 2 महिना 3 महिनाको लागि चाहिँ मैले चाहिँ भिडियो सुट गर्ने छैन कफी सम्बन्धीको, किन भन्दाखेरि मेरो चाहिँ छुट्टी छ। म चाहिँ नेपाल जाँदैछु छुट्टीमा, त्यही भएर चाहिँ आज सम्पूर्ण साथीहरूलाई चाहिँ खबर गरिदिइहालौँ भन्ने हिसाबले चाहिँ मैले सुट गरेर चाहिँ तपाईहरुलाई जानकारी गराएको छु। र तपाईहरुलाई यदि कुनै सम्बन्धी कफी सम्बन्धी जानकारी लिनु छ र सोध्नु छ भनेपछि मलाई व्हाट्सएप नम्बर, धेरै साथीहरुसँग त मेरो व्हाट्सएप नम्बर छ, त्यसमा मेसेज गर्न सक्नुहुन्छ। नेपाल गएपछि पनि त्यही व्हाट्सएप चल्छ र मेरो फेसबुक यही नै चल्छ हैन। तपाईहरु चाहिँ प्रत्यक्ष जोइन हुन सक्नुहुन्छ। र म नेपालमा यदि गइहाले भने पनि नेपालमा पनि म कुनै न कुनै कफी शपमा चाहिँ गएर ट्रेनिङ दिने सोचमा छु। सकेसम्म चाहिँ ट्रेनिङ दिन्छु। अब समयले भ्याएन भने त मैले गर्ने के हो र। अब धेरै नेपालबाट पनि मलाई मेसेजहरू आइरहेको छ, सर एकचोटि आएर चाहिँ मलाई यहाँ आएर हाम्रो कफी शपमा भिजिट गरेर चाहिँ केही टिप्सहरू दिइदिनु पर्यो, केही ट्रेनिङहरू दिइदिनु पर्यो, केही नलेजहरू सेयर गरिदिनु पर्यो भन्ने कुराहरू गर्नुभएको छ। हेरौँ मलाई समयले साथ दिएछ र केही भएछ भनेपछि चाहिँ म वहाँ नेपालमा गएर पनि 5 दिन 10 दिनको लागि चाहिँ मैले ट्रेनिङ दिनेछु। र भएन भनेपछि चाहिँ तपाईहरुलाई चाहिँ मैले आफ्नो फ्यामिली मेम्बरहरूको लागि हैन, मेरो जति पनि फेसबुकमा जोइन हुनुहुन्छ सम्पूर्ण साथीहरुलाई चाहिँ म यस्तै भिडियोहरू बनाएर ब्लगहरू बनाएर चाहिँ मैले तपाईहरुलाई चाहिँ हमेशा हरेक कुराहरू चाहिँ सेयर गर्नेछु। र 3 महिनापछि चाहिँ तपाईहरुलाई फेरि कफीको भिडियोहरू चाहिँ मैले बनाएर चाहिँ पोस्ट गर्नेछु। र मैले जुन कफी शपमा काम गर्छु, कफी शपको जस्ट अगाडिपट्टि आएर चाहिँ मैले भिडियो सुट गरेको छु। मैले चाहिँ काम गर्ने कफी शप चाहिँ त्यही हो। त्यहाँ चाहिँ मैले काम गर्ने कफी शप चाहिँ हेरौँ सम्पूर्ण साथीहरू चाहिँ म धेरै साथीहरूले चाहिँ मलाई भन्नुहुन्छ तपाईँ चाहिँ कुन ठाउँमा हुनुहुन्छ भनेर। म चाहिँ साउदीको रियाद सिटी एक्जिट 33 नम्बरमा दहरात 11मा चाहिँ म छु हैन, दहरात 11मा छु। सम्पूर्ण साथीहरू चाहिँ म यहाँ आएर भिजिट गर्न पनि सक्नुहुन्छ, हेर्न पनि सक्नुहुन्छ। र तपाईहरुलाई यदि साउदीमै हुनुहुन्छ र राम्रो जबको खोजीमा हुनुहुन्छ भने पनि मलाई खबर गर्नु होला। अस्ति धेरै साथीहरूलाई जब पनि दिलाइदिएको छु। अब धेरै जस्तो साथीहरूले कन्ट्याक्ट गरिराख्नुहुन्छ मान्छे चाहियो, वरिष्ठ चाहियो भनेर। हुनसक्छ तपाईहरु मसँग जोइन भएर कफीको साथसाथमै तपाईहरु अरू पनि फाइदाहरू लिन सक्नुहुन्छ। हस् त, धन्यवाद।